वर्ष के बेमा काम छैन कही पनि दाइहरूले भन्ने गर्छ बिग्रिएको छ यो पनि जिसले जे भने पनि बाल छैन केही नि अब कति खाम गाजा र भाङ मात्र भोलिदेखि सबै छोड्छु तर मेरो कुरा मात्र एकातिर पढाइ छैन अर्कोतिर काम त्यसैले नै दिनदिनै बिग्रदै गए झन् जहिले सुन्नु पर्ने घरको मैले किच किच कहिले त यस्तो लाग्थ्यो गएर बिस्पिम आमाले भन्ने गर्छ के इलम गर बाबु कतिलाई हात जोडे कतिले साथ छोडे भन्या जस्तो हुँदैन त भन्नुस् के गरु जिन्दगीमा नभोगेको दुःख थिएन केही पनि शिखर चढ्न खोज्दा साथमा भएन कोही पनि पैसा हुँदा मात्र साथमा चझै गर्छन् पैसा एउटा भइरहसो पैसा एउटा भइरहसो आफन्तले कहिले बुझ्छन् कुनै नराम्रो समयले मलाई नराम्रो बाटो दोहोऱ्याइदियो नत्र सबैले मलाई यो राम्रो मान्छे भनी चिन्ने गर्थ्यो एकातिर पढाइ छैन अर्कोतिर काम त्यसैले नै दिनदिनै बिग्रदै डेरा छु आज म घरदेखि धेरै नै टाढा छु सपना पुरा गर्नु छ मरिमेटी गर्छु काम गाह्रो थिएन मन भारी थियो आमाको माया साथीहरूको यादले सताइरहन्थ्यो साथीहरूले भन्ने गर्छ सम्झिँदैन कहिले नि सम्झिनुलाई त बिर्सन सक्नु पर्यो नि पैसा एउटा भइरहसो पैसा एउटा भइरहसो आफन्तले कहिले बुझ्छन् कुनै नराम्रो समयले मलाई नराम्रो बाटो दोहोऱ्याइदियो नत्र सबैले मलाई यो राम्रो मान्छे भनी चिन्ने गर्थ्यो पैसा एउटा भइरहसो पैसा एउटा भइरहसो आफन्तले कहिले बुझ्छन् कुनै नराम्रो समयले मलाई नराम्रो बाटो दोहोऱ्याइदियो नत्र सबैले मलाई यो राम्रो मान्छे भनी चिन्ने गर्थ्यो